आजको यो छोटो क्यामेरा पछाडिमा मैले मेरा परम पूज्य मातापिता यानि कि हजुरबा हजुरआमालाई चाहिँ यहाँ उपस्थित गराएको छु। जीवनका केही छोटा तिता मिठा अनुभवहरू के छ भनेर मैले पनि बुझ्न चाहेकोले मैले यहाँ उहाँहरूलाई उपस्थित गराएको छु। सेवा ढोक सहित नमस्कार। ल अनि बुवा आमाको यो भेट कसरी भयो? सुरुमा कुन तवरबाट चाहिँ कहिले विवाह गर्नुभयो यो बताइदिनु न मलाई। तपाईहरुको सुरुको अवस्था। विवाह त 19 सालमा 19 सालमा भयो। कति वर्षको हुनुहुन्थ्यो तपाईहरु? 15 वर्ष 16 वर्षको। त्यस्तै 16 वर्षको। म 16 वर्ष। भगवानले जुगाए नि हामी के जुग्नु र उति बेला। त्यति बेलाको समयमा अनि आमालाई बिहे गर्न मन लाग्यो? म जान्छु बाउसँग भन्नुभयो। लागेको त थिएन नि। अब बिहे गर्नुपर्छ भने हजुरबा हजुरआमाले बुवाहरूले बिहे गराइदिए। अब के गर्नु सोध खोजै गर्ने चलन थिएन। मान्नु पर्थ्यो। हजुर। अनि बुवालाई पनि अब म चाहिँ बिहे गर्नु पर्यो भन्ने रहर लाग्यो कि बाउआमाले लु बिहे गर्न केटा भने कि कसो के भने तपाईँलाई चाहिँ? होइन रहर पनि थियो। रहर लाग्न थालेको थियो। ए सबै देख्दा अब गर्नुपर्ने रहेछ भन्ने थाहा भएको थियो। हजुर। अब तपाईँहरू त अलि अगाडि जन्मिनु भयो अनि अहिलेको अवस्था पनि भोगिरहनु भएको छ। पहिलेको समय र अहिलेको समय कस्तो लाग्छ? पहिलेको समय कस्तो थियो, अहिलेको कस्तो थियो? पहिलेको दुःखको समय थियो, अचेल सुखको समय आयो। हाम्रो पालामा दुःख थियो। अब खाना लाउन दुःख त होइन, कामको दुःख। कामको दुःख है? कामको दुःख। म बुवापट्टि गएँ। काम चाहिँ विशेष गरी कस्तो प्रकारको हुन्थ्यो? कस्तो खालको कामहरू चाहिँ अलिक बढी गर्नुभएको थियो बुवा? काम भने त अब खेतीपाती गर्दा दुःखै हुन्थ्यो होइन। व्यवहारमा पनि हुन्थ्यो। सबैको चाहिँ अब केही उ थिएन सुविधाहरू भनेको। अब खेतमा पानी थिएन, कुलो लाग्दैन थियो। खाने पानी पनि कहाँ उम्रेको छ त्यहाँबाट त्यहीँ गएर खानुपर्ने, ल्याउने उपाय थिएन घरमा। अनि त्यसो भएपछि टाढा पानीबाट पनि बोकेर ल्याउनु पऱ्यो। टाढा खेती गरेर पनि कोही अलिक टाढा हुन्थ्यो। कोही पानी नपुग्ने ठाउँ कुलो केही थिएन। त्यसो हुँदाखेरि त्यो पानी नपुग्नेमा अलिक दिगदार हुन्थ्यो। अनि त्यहाँ त्यो ठाउँमा फेरि एउटा के थियो भने बाँदर लाग्ने। पहिला बाघ भालु पनि लाग्थ्यो, पछाडि त बाँदर पनि लाग्न थाल्यो। बाघ भालु हराउँदै गएपछि बाँदर लागे। त्यसलाई धपाउनु पर्ने, अब केटाकेटी राख्नुपर्ने त्यो रुङ्न त्यो कटेरा बनाएर बारी पछि। अनि हैरानी पढाउनु लानु त होइन, उहाँ बाँदर पठायो छोराछोरी। अनि भरे त निन्द्रा लाग्छ, कता सुत्छन् उमेरले, कता भाग्छन्, आएर भारी खाइहाल्थ्यो उहाँहरूले। ल ठिकै छ। पहिले धेरै दुःख पनि थियो तपाईँहरूलाई। दुःख सँगसँगै अनि तपाईँहरूलाई त खेल्न पनि मन लाग्थ्यो होला नि त यसो। अब सानै केटाकेटी हुँदाखेरि विशेष गरी कस्ता खालका खेलहरू हुन्थ्यो त्यति बेलाको समय? खेल त त्यही हो नि। अब वरपर गए, भात खाने गए, गीत गाए होइन। छोरी मान्छे जुवारी खेले। त्यहाँ अर्को कुरो डन्डीको खेल्ने, छोरा मान्छेले भेला भएर डन्डीको खेल्ने, कुस्ती खेल्ने, फाल हान्ने, त्यस्तै गर्थे। अनि खोलामा जान्थे माछा मारेर ल्याइन्थ्यो। छोरी मान्छेलाई त पढाउन पनि खासै पढाउँदैन थियो त्यतिखेर। आमाले पढ्नुभयो तपाईँले? पढिन। छोरी मान्छेलाई पढाउने चलनै थिएन। हजुर। पछि मात्रै आएको? पछि आएको। बुवाले कति कक्षासम्म पढ्नुभयो कि पढ्नु भएन कि अथवा कुनै गुरु थाप्नुभयो कि? अलिअलि गुरु त थापियो भन्दा यसो पार्सल जस्तो गाउँमा पार्सल भन्थे। हजुर। अनि ल्याएर मास्टर राखो, आफूले पैसा उठाएर हजुर विद्यार्थीबाट दिनुपर्ने। हजुर। अनि पढाउन यताउता गर्थे त्यो पार्टीमा। हजुर। त्यसो कोही कखबाट सुरु हुन्थ्यो। अनि यसो नामसाम लेख्न सक्ने, एक बनाउन सक्ने। हजुर। त्यति चाहिँ भइयो। त्यस्तै पढ्दा पढ्दै अरू त्यहाँ बुवा त विशेष गरी पञ्चायतको सदस्य पनि हुनुभयो होइन? गाउँ थर्काउनु भयो, घरमा समय दिनुभयो कि दिनु भएन त्यतिखेर आमा? कहाँ समय दिन भ्याउनु र। गाउँमा अब साथीभाइलाई सम्झाउँदा बुझाउँदै। हजुर। त्यति बेला तपाईँलाई कस्तो लाग्थ्यो त? घरमा चाहिँ काम नगर्ने, घरमा समय नदिने यी बाउ चाहिँ के खालका रहेछन् भन्नुभयो कि? भन्यो नि, अब के गर्नु भनेर। हजुर। त्यस्तै अलिक दुःख लाग्थ्यो? मन गर्नुभयो अब के अथवा बुवाले रहर गर्नुभयो अब गाउँको सेवा गर्नुहोस् न त भन्ने लाग्यो? अब छोराछोरीलाई नि अलिक सजिलो हुन्छ कि स्कुल नजिक आयो भने छोराछोरी पढाउन पाइन्छ कि भन्ने भयो।
अनि बुवाले चाहिँ अब गाउँको पञ्चायतको चाहिँ सदस्य भइरहँदाखेरि तपाईँले चाहिँ के विकासका कामहरू गर्नुभयो गाउँमा त्यो बताउनु त 1 2 3 गरेर। अब विकास त के गर्नु र त्यहाँ अब स्कुल ल्याउनु पानी नभएर स्कुल ल्याउनु भयो, पानी ल्याउनु भयो, कुलो ल्याउनु पर्यो। अनि त्यो पञ्चायतमा गएर योजना हालेँ मैले, हजुर। त्यस्तो यस्तो आवश्यक छ भएर। अनि त्यसपछि अब कुलो हाल्यो थियो, स्कुलमा हालेको थियो, हजुर त्यस्तै गरेका थियौँ। अब एउटा 3 छाया कुलो चाहिँ पढाउँथ्यो थियो पहिलोको योजनामा 18,000। राम्रै काम गर्नुभएको छ। अनि जीवनमा तपाईँले चाहिँ कुन सपना चाहिँ पुरा भयो कि भएन कि यो चाहिँ गर्न मैले सकिनँ, यो चाहिँ गर्न पाएदेखि हुन्थ्यो भन्ने त्यस्तो कुनै कुरा छ? होइन, त्यो सबै कुरै भयो, लगभग पुरा नै भयो। लगभग पुरै भयो। छोराछोरी अलिअलि बाँकी पढाइहाल्नु भएन। अब त्यो छोराछोरी पनि पहिला छोरी तिनीहरू जन्मिएका थिए हजुर। र पनि त्यस्तै हो भन्ने बस्यो। अनि छोरा पनि जन्मिए, छोरी पनि पुग्दो भए। छोराछोरी धेरैजना 12 जना जति सम्पत्ति नि खाँचो जन्माएर चाहिँ हुर्काएर अलिअलि कमाएपछि अलि आँट आयो, हिम्मत पनि आयो। अहिले यो अनि अवस्थासम्म त्यहाँदेखि अब पुग्नु। यहाँ बसेर हुँदैन। अनि जीवनकाल चलिरहँदाखेरि आधी समय पहाडमा होइन भनेको आधी उमेर पहाडमा बित्यो, आधी उमेर तराईमा बित्यो, बित्दै छ भनौँ न। अनि त्यो पहाडको र यहाँको केही फरक पाउनुभयो? पहाडमा त दुःखै दुःख थियो। अब खाना चाहिँ दुःख थियो, खाना चाहिँ भोकै चाहिँ बसिएन। कामको चाहिँ दुःख पहाडमा। यहाँ त कामको पनि त्यति दुःख रहेनछ, खाना पनि त्यति दुःख भएन। यहाँ राम्रै छ, छोराछोरीबाट पनि सन्तोकै छ। अनि 12 जना छोराछोरी हुर्काउँदा केही दुःख भयो? भयो होला नि दुःख त। अब 12 जना छोरा अचेलकालाई एउटा जोडा हुर्काउन कस्तो मुस्किल पर्छ। 12 जनालाई हुर्काउनु त साह्रै पर्छ। तर अनि आमालाई मैले सोध्न खोजेँ कि 12 जना मध्ये सबैभन्दा बेसी माया चाहिँ कसको लाग्दो छ? बराबरी उत्तिकै हो नि माया गर्छ। जुनुङ्लो काटेन उत्तिकै दुख्छ, सबैको बराबरी लाग्छ माया त उत्तिकै। होइन, अलिक कम गरेको अथवा अलिक बढी गरेको पनि यसो बाहिरबाट हेर्दा पनि देखिने खालको पनि हुन्छ नि कोही कोही। हुँदैन, थिएन त्यस्तो। बराबरी छोरीछोराछोरीलाई कसैलाई धेर कसैलाई थोर गरेन भन्ने यस्तो लाग्यो भनेमा चाहिँ आफूले त सबैलाई बराबरी नै भयो गर्यो। बराबर नै माया लाग्छ सबैको, घटी बढी कुनैको लाग्दैन। ठिकै छ। अनि बुवा यो पैसा तपाईँले अझै कमाउन पाएदेखि हुन्थ्यो जस्तो लाग्थ्यो कि यो पैसा के हो जस्तो लाग्छ बुवा तपाईँलाई? होइन, लाग्थ्यो नि। अब कमाउनु त कमाउनै लाग्थ्यो। अब भनेको कमाउनै अलिक कमाएर ठाउँमा राखेर पुर्याएर गर्न पाएदेखि अलिक सुविधा हुन्थ्यो होला। सबै छोराछोरीलाई पनि पछि भयो के भनेर नै अब कमाउनै बल गरेको थियो। बल गरेको त्यो ठाउँ फेरेर अर्कै ठाउँमा नै जाँदाखेरि चाहिँ सुविधा हुन्थ्यो भनेर अनि उहाँ भाङटारमा झरेँ। त्यहाँबाट पनि ठिक लागेन, त्यहाँको समाज पनि त्यति मन परेन, ठाउँ पनि त्यति पछि भएन र अनि अब ठुलो छोरो उहाँबाट अचानक यता झरेर छोराछोरीका लागि नै होला। अनि यतै आउनु लाग्यो। अनि त्यहाँदेखि यहाँ आफ्नो लागि पनि किनेको रुनी छन् तिमीहरू। अब यहाँ छोरा बुहारी ल्यायो, बिहा गरिदियो, छोरी आए, छोराछोरी यहाँ ल्यायो, किनिदियो, घर राम्रै छ। ए ल ठिक छ। अनि अब फुर्सद त अब अलि यतिखेरको समयमा नै अलिक फुर्सदिलो हुनुभयो नि त। किन भन्दाखेरि 12 जना छोराछोरी पढाउनु भयो, हुर्काउनु भयो, बिहादान गर्नुभयो होइन। अनि अब पहिलेको फुर्सदको समय र अहिलेको फुर्सदको समयमा के गर्नुहुन्छ? अहिलेको फुर्सदको समयमा त अब यस्तै भइहाल्यो, पहिलेको फुर्सदको समयमा के गर्नुहुन्थ्यो? के गर्नु र अब अहिले फुर्सदै हुँदैन थियो। फुर्सदै हुँदैन थियो पहिला त। अहिले चाहिँ फुर्सदै छ। अब गर्न नि सकिँदैन, बुढाबुढी भइयो। अब छोराछोरीले राम्रै गरेका छौ, राम्रै पालेका छौ। पहिले पनि फुर्सदै थियो, खेतीको सिजनमा खेती गरिन्थ्यो होइन। अनि त्यहाँदेखि हिउँदा समय ठिकै खेल्न डुल्न हिँड्थ्यो, कता कता बिहा माछा हुन्थ्यो, के हुन्थ्यो, खोराको माछा मार्यो, बेलुका अचार चाहिँ आउँथ्यो त्यो नपुगे पनि। किन त्यतिखेर त माछा धेरै हुन्छ भन्थे, मानवमा सिप नभएर हो कि थोरै ल्याउनु हुन्थ्यो कि? सुविधा नि थियो नि त। अब घाँसपात बारीमै जति थियो, बस्तु भाउ चराउनाले 10-15 दिने बस्तु हुँदा पनि उतै डुल्थे, खान्थे बस्तु थियो। बारे गर्नुहुन्थ्यो ढुक्कै। अनि त्यसमा बाँधे गोठ थामिने ढुक्कै। अनि आमा घर थाम्ने, घरमा चाहिँ व्यवहार छोराछोरी खुवाउने ट्याउने सब कुरा आमाको। म त यसो हिँडुल गऱ्यो, अनि बेला बेला आइपुग्यो भने अब
जोत्न भन्दा नि कोही कोही बेला गरेँ, नभए धेरै जस्तो म छोराछोरी हुर्किकन त्यति दुःख गरिनँ अब पाहाडमा। बाउले जस घरमा चाहिँ त्यति समय नदिए पनि त्यो गाउँको दुःख लागि गरिनँ चाहिँ मलाई गाउँको त्यहाँदेखि। लागि त राम्रो उहाँ राम्रै थियो। यहाँ चाहिँ आएर एकबार नयाँ ठाउँ हुँदा अलिक व्यवहारमा दिगदार भयो, अँ, तर त्यसलाई पनि सपोर्टी हो। अहिले चाहिँ अब ठिकै छ। अहिले दुईजनाको माया ममता चलिरहेको छ। कोही कोही बेला यसो ठडाङ ठुडुङ पनि पर्थ्यो। पर्थ्यो नि। के विषयलाई लिएर पर्थ्यो अलिक बढी चाहिँ? अब काम बितेर जान्थ्यो, आउनुहुन्न थियो घरमा, अनि हजुर रात परेपछि आउनुहुन्थ्यो, रात परेपछि के काम गर्नु र अब यस्तो गर्नु पर्थ्यो, अघि नै आउनु पर्दैन भन्थेँ, कराउँथेँ। अँ, अनि के गर्नु त हो, साथीभाइमा बसेपछि भोलि जाइँदो रहेछ भन्नुहुन्थ्यो। अब उहाँ त म त जे काम लाग्यो त्यहीमा गर्थेँ। हजुर अब केटी मागिने नि लाउँथेँ, अँ, त्यता पनि हिँडो, अँ, उता चाहिँ छलफलमा यताउता गर्नु भने अँ, कसैको मुद्दा झगडा पऱ्यो भने त्यहाँ पनि तयार भएर जानुपर्ने हजुर, जस्तो भयो। यहाँ हो त्यसमा चाहिँ थियो अँ, काम। खेतीमा भनेको त बाले नै तरिका मिलाउँथे, घरमा हजुर, गर्थे छोराछोरी नै। छोरीले जसरी हलो पनि जोते हौ आफू नहुँदा। अब छोराहरू पढ्न जाने अँ, अनि छोरी नजोते कसले जोत्छ? कहिले काहीँ जोत्थेँ नि। कोही बेला हरि नभएका बेला रोपाइ सोपाइ पऱ्यो केही भने अँ। पर्थ्यो त्यस्तो काम। ल ठिकै छ। अब यो छोटो मिठो अनुभव सुनाइदिनु भएकोमा म धेरै धेरै धन्यवाद दिन चाहन्छु बुवा आमालाई। अब यो छोटो क्यामेरा बसाइमा हामीले अब कुरा गरेर त सकिँदैन सकिँदैन। होइन, किन भन्दाखेरि लामो अनुभव छ बुवा आमासँग। त्यो सुन्नको लागि चाहिँ अब बुवासँग त झन् अब पञ्चायतको सदस्य जस्तो मान्छे एउटा कुरो सानो मात्रै ल्यायो भनेदेखि त्यसलाई धेरै लामो बनाएर उहाँसँग गर्ने क्षमता पनि छ, अनुभव पनि छ, सबै थोक छ। यो छोटो बसाइमा चाहिँ लामो गरेर सहभागी भएर होइन यति कुरा गरिदिनु भएकोमा धन्यवाद दिन चाहन्छु बुवा। ठिकै छ।